बाटो चाहिँ यस्तो छ पछाडि भास्करले खतरा सरिस्तो बोकेको छु नि यहाँ ब्याग हिजो मैले साँझ आउँदाखेरि बोकेको थिएँ यस्तै गरी मैले चाहिँ अहिले भिडियो बनाउँछु यतातिर सोल्टिल फेरि के हिमाल भन्नुहुन्छ यार के अरे अन्नपूर्ण यही रहेछ अन्नपूर्ण यताको 1 यताको सानो 2 यताको माछा पुच्छे हो त्यही हो सोल्टी त्यही हो सोल्टीहरू यता पुरै कैलाश सोल्टी ब्याग बोकेका छन् बाटो चाहिँ यस्तो छ तलबाट हिँडेर आउनुपर्छ 15-20 मिनट हामी चाहिँ हैन यहाँबाट टाढो पर्छ यार सोल्टी यहाँबाट नजिक पर्छ भन्दा हजुर हाम्रो चाहिँ घान्टुकको बसाइ सक्यो अब चाहिँ हामी लाग्दैछौँ मार्पातिर अब चाहिँ तल खाना खाएर बागलुङमा खाना खान जान्छौँ हामी चाहिँ त्यसपछि मार्पासम्म पुग्ने प्लान हो साँझसम्म त्यही हो हेरौँ अब चाहिँ कहाँसम्म पुगिन्छ आनन्दले जाने हो बाटो छैन हामीले सुस्त आनन्दले होइन भास्कर त्यो बाटो आनन्दले गयो भने उताबाट अलिकति स्पिड खानु पनि लाग्छ चाहिँ हामी जाँदैछौँ पुष्प नगरपालिका 4 पर्वततिर छौँ अहिले चाहिँ हामी सही बाटो चाहिँ सही छ है खतरा लाग्यो दामी बाटो छ दामी कुन ठाउँबाट रहेछ हो उसमा लेखेको थियो अघि एकदमै दामी भइरहेछ रमाइलो भइराखेको छ घुमारो पनि आइसकेको छ मुक्ताङ जाने बाटो चाहिँ यता माथिबाट गयो भने चाहिँ फास्ट जाँदो रहेछ हल्का छिटो पुग्छ रे यहाँ चाहिँ मुस्ताङ जाने बाटो चाहिँ अलिक छिटो पुग्दो रहेछ त्यही भएर हामी चाहिँ उता बागलुङ बजारै नपुग्दै कालीगण्डकी नदी हुँदै साइडबाट लागेको छौँ अब यहाँदेखि 22 किलोमिटर छ तातोपानीको नाका तातोपानी भन्ने ठाउँमा 22 किलोमिटर छ अब नजिकै छ 22 किलोमिटर त्यो बाटो उतार पनि जाँदो रहेछ अन्त खासमा यो बाटो गयो पनि छिटो पुग्छ अनि भनेर चाहिँ हामी बाटो जाँदैछौँ अहिले धुलो नखायो भने कहाँबाट होला क्या किन यत्रो तेल खान्छ त्यही उभाएर त होला है फाइनल्ली बेनी बजार आइपुग्यो अब बेनी आइपुग्छ अब हल्का छ धेरै टाइम त छैन बेनी बजार आउनको लागि बेनी आइसक्यो त पर्वत बेनी अलि होटलहरु हेर है ए हिनर बेनी जल जल लेखा छ हेर त राम्ररी बेनी बजार हेर त त्यही त भने हेर भन्छु ल। ह?
अब अलिकति अगाडि छ बच्चा र तेरो खानु जाखा नि उता पुल क्रस गरेर उता छ भन्छ मेरो है त्यही गरौँ कहाँ ada केटाहरु दैनिकको बजार